एउटा नेपाली केटोले विदेशीहरूलाई यस्तो धोबी धुलाई हान्दैछ नि। यस तपाईहरुले सही सुन्नुभयो, रविन्द्र धाट जसले चाहिँ यूएफसी रोड टु यूएफसी मा गएर विदेशीहरूलाई धोबी धुलाई हान्दैछ। उसको स्टोरी एकदमै इन्स्पायरिङ छ। नेपालको एउटा बझाङ जिल्लाबाट उठेर उनी भारतमा काम गरेर अहिले उनी रोड टु यूएफसी को सेमी फाइनलसम्म पुगेका छन्। यदि तपाईलाई रविन्द्र धाट को हो भनेर अझै पनि थाहा छैन भने यो भिडियो फुल हेर्न सक्नुहुन्छ। र एउटा नेपाली यस्तो एउटा केटो जो चाहिँ आफ्नो सपना बोकेर इन्डियासम्म पुग्यो, इन्डियामा काम गर्दै मार्शल आर्टलाई पनि सँगसँगै ट्रेनिङ गर्दै गयो। सन् 2019 मा व्यावसायिक एमएमए यात्रा सुरु गरेको रविन्द्रले बिस्तारै अन्तर्राष्ट्रिय स्तरमा पनि आफ्नो ख्याति कमाउँदै जान्छ। सन् 2025 मा उनले भारतको मैट्रिक्स फाइट नाइटमा चुनरेन कोरेनलाई हराउँदै ब्यान्टम वेट च्याम्पियन बन्छ। तर उनको सपना त्यही सकिँदैन। रविन्द्र रोड टु यूएफसी मा पुग्ने पहिलो नेपाली एमएमए फाइटर बन्छन्। अब उनको लक्ष्य स्पष्ट छ, यूएफसी को कन्ट्र्याक्ट जितेर नेपालीको नाम संसारकै सबैभन्दा ठुलो एमएमए प्लेटफर्मसम्म पुर्याउने। यूएफसी भनेको संसारकै सबैभन्दा ठुलो र चर्चित मिक्स मार्शल आर्टको प्रतियोगिता गराउने संस्था हो। यसमा एउटा नेपाली एमएमए फाइटर पुग्नु भनेको धेरै ठुलो उपलब्धि पनि हो। र रविन्द्र धाटको अर्को म्याच यही अगस्तको 28 गते हुँदैछ र यदि उनले यो म्याच जित्यो भने उनी फाइनलमा पुग्नेछन्। त्यसैले बेस्ट अफ लक, विजयी भव। थ्याङ्क यू।